Hello guys, welcome back to my video. Today I will introduction दिँदैछु. हिजो I was not in mood to make a vlog and this मैले बनाएँ अनि त्यसपछि त्यही अहिले एडिट गर्दै थिएँ अनि वेलकमै गरेको थिएन, so that's why I'm welcoming now and यतै हो. Let the battle begin भने जस्तो let in the video. अब हेर्नु होला त्यसपछि के हुन्छ. के हेऱ्यो फर्की हेर्ला रहेछ हौ. सो या गाइज अनि हिजो हामी कहाँ कहाँ गयो भन्दाखेरि हिजो बुद्ध जयन्ती थियो नि त, अनि मतलब आज भनौँ अकर्डिङ टु भिडियो अनि बुद्ध जयन्ती हो. अन्त ह्याप्पी बुद्ध जयन्ती टु एभ्री वान. अनि त्यसपछि वी वेन्ट टु द स्वयम्भू. अनि स्वयम्भू गएपछि हामी पाटनमा रातो मसिनो राख्ने लट्ठु मम्मीहरूलाई भेटेर एकछिन गफ गरेर अनि हल्का समय बजीहरू खाएर नि घर फर्केको. So let's go. Guys, मैले हिजो मम्मीलाई धेरै हिँडाएको थिएँ, मलाई मार्छ केही छैन, हिजो पुरा हिजो सकिसक्यो. सो भिडियो हेर्नु होला. See you. Hello guys, welcome back to my video. I'm not in mood today. ल्यायो एउटा. अब म जान्छु स्वयम्भू यहाँदेखि. गाइस यस्तो भिड छ हेर, म पागल हुन आँटिसकेँ. Having a pani puri. Having an ice cream. Having a coffee again. यस्तो दम दुखिरहेको. अघि नै पानीपुरी खाँदा कि चपाउन सकेन. म खान्छु. Walking alone.
so many भिड happen. Oh my god, कसरी जानु यत्रो माथि जानु? Oh my god, I cannot explain. को आउन लाग्छ मम्मीहरु? Here is a huge having a fruit. Guys, we reach माथि पुग्न बाँकी छ and so much speed happen. Oh my god, I cannot tell you. अब म अलिपछि बाँकी अलिपछि देखाउँछु त्यो पुगेपछि. गर्मी गर्मी गर्मी. My nail polish हेर guys. म नङ पालेको. बालाजुको भ्यू कस्तो दामी देखेको तर यो कलेज के अरे लाइक आर्मी कलेज हो यो हेर न गाइस कस्तो दामी देखेको यार Finally reached. जिता गर्नु चाहिँ होला आफै बनाउँछु Finally एकपल्ट स्न्यापहरू बनाएर आउँछु ल We are having a prasad. पानी पर्यो गाइस मजा आयो Peace happening. यार मम्मीले भिडियो खिच्दै कसरी के गरे खिच्दै मान्छेहरू मात्र आयो अब माको के भने तिम्रो छाता कभर निस्किन्छ है यहाँबाट दामी देखिन्थ्यो भ्यू यार पानी परेर धरेर नेपालको व्हाइट टावर यो ममछाउने म्युजियम यो गाइस हेर चन्द्रगिरी केही देखेन It look like this पानी पर्यो मलाई देऊ न मान्छे यो अगाडि बस्नु न सानो मान्छे उता हिँड्न भने के गाइस यत्रो चढेर आयो हामी यत्रो उकालो सुन दाउ खै finally thank you एउटा चाहिँ हामी यहाँ बस्नु टाइम छ
मैं खाते हुए पानी 250 छोटी बता Someone sakana. So, her name of la. यो राम्रो हुन्छ चिलो हुँदैन निकाल्नु सबै हामी चाहिँ गाइज हिँड्दा हिँड्दा विदेशरी पनि मन्दिर आइपुग्यौँ अनि मम्मीहरू रिसाइरहेको मसँग गाइज मम्मीहरू रिसाइरहेको छ मसँग किनभन्दा मम्मीहरूलाई स्क्वारल स्क्वारल खाना खाना स्क्वारल गाइज मम्मीहरू मसँग रिसाइरहेको किनभन्दा मम्मीहरू डाइरेक्ट जाने गाडी पनि चाहिने स्क्वारल छेल्याको मोटी लाकु छेल्याको म छु चाहिँ स्क्वारल मम्मी म छु मम्मी छु वो न गाइज हामी यता आइसक्ने हाम्रो रातो मछिँदैन कस्तो सिधा देखेको र मैले कस्तो बाङ्गो थियो उठु मम्मीहरू अब बम भएर आइरह गाइज यहाँ दिदी बहिनीको भेट भयो अब खुसी हुन्छ दिस इज द बिगेस्ट रथ अफ नेपाल है अब नमस्ते अब चाहिँ हामी समय बजी जस्तो खाना आँटेको सबैजनामाहरू पनि भेट्यौँ गाइज हामी सबैजना खाऊ एक बाइट भुटुन बोरी छोइला ट्याक्ला आलु इटिसी डन विथ द फुड आज धेरै घुमिसक्यो यार हामी त लेट्स गो डन विथ यो मम्मीहरूलाई कति फोटो खिच्नु पर्दो रहेछ यार लगाइसक्यो हामीले मम्मीलाई कति फोटो खिच्यो छु ल त मम्मीहरूलाई फोटो खिच्नु अरे गाइज मम्मीहरूसँग लुगा सपिङ मलाई मन पर्यो म अन्त त्यसपछि मम्मीहरूले तरकारी किन्दा यति धेरै क्राउड छ नि my god कतिले गर्दैन थाहा 6 बजिसक्यो यहीँ गुड मर्निङ गाइस दिस इज द नेक्स्ट डे मैले ब्लग इन्ड गरेको थिएन अनि त्यही भएर म अब चिया खाँदै अनि इन्ड गर्छु भनेर सो दिस इज अ ब्रेड टोस्ट एग a little bit of potato and this sugarless milk tea which I love. Why yesterday I didn't end भन्दाखेरि I just want to show you my jacket and Mama's some dress, so that's why. And I'm so much hungry, so I'm gonna have this meal. So fresh potato. It's good. It's so hot, like me. No, I'm just kidding.
Okay. I made this all. मलाई कस्तो लाइक भेजिटेबल एग एन्ड ब्रेडवाला खानु मन लाग्थ्यो ब्रेकफास्ट हो अहिले 10 बजिरहेको एन्ड आइम ह्याभिङ दिस म चाहिँ ल मैले अर्को बीहरू पनि हेरेको थिएँ क्या अन्त चाहिँ मैले देखेन सो द्याट्स वाइ egg yolk मैले कसरी देखाउनु I love this egg yolk. Ooh. Wow, really good. Can you see that? So, this is the dress what we bought yesterday. First time my mom did this movie. किनभने मैले त माथि बसिरहेको थिएँ अनि मम्मीहरू केही किन्दै थियो कि this is what this is a top I think for mom not for me this is cute I mean राम्रो यो त मैले हिजो देखाइसकेँ this jacket it's a pinky मलाई कस्तो यो बेबी पिङ्कहरू पुरा सुहाउँछ हो गाइस see this is for me it's very राम्रो and so expensive why लुगाहरू किन एक्सपेन्सिभ हुन्छ हौ and this is what I love the most is this your like one piece हारी बानमा पनि मिल्छ अनि गर्मीमा पनि सजिलो this very much big म लगाएर देखाउँछु ल मलाई कस्तो ट्राई गर्न मन लाग्यो कस्तो शीतल अनि लाइक लुगा लगाएको कस्तो फिल राखेन कि amazing perfect okay this much for today and happy Buddha Jayanti to everyone so bye see you in another vlog lots of love and this is me if you are new here then please subscribe my channel thank you guys for watching till the end bye bye lots of love